नमस्कार, म प्रदीप छेत्री। मेरो फेसबुक पेजमा तपाईहरु सबैलाई स्वागत छ। आशा गर्छु भगवानको कृपाले तपाईहरु सबै कुशल मंगलै हुनुहुन्छ होला र म पनि भगवानको आशीर्वाद र तपाईको माया ममताले निको आनन्दै छु। आज बिहान उठेर पहिला यो कुकुरलाई नहेरेर नखेलाई मन बुझ्दैन र यसलाई खाना दिए। यसको फेभरेट हो क्यारट र हेर्नु क्यारट खाँदैछ। बहुत ही खुसी हुन्छ। यसको नाम चाहिँ हो पप्पी हो र तपाईहरुलाई काँचो आलु दिनु, क्यारट दिनु, जे पनि दिनु साह्रै नै खुसी भएर खान्छ। अरु यति सिधा छ, यति मजाको छ, यति राम्रो छ देख्नमा पनि र न कसैलाई भुक्छ न कसैलाई टोक्छ। त्यसको बाद यसको कुकुरको खाना साना भएपछि हेर्नु त्यसको बादमा म गएको थिएँ टिभीएस शोरूम, जहाँ कि मेरो स्कुटीको ड्यू चलिरहेको थियो र क्लियर भयो जस्तो लागेर चेक गर्न गएको थिएँ। क्लियर भएको रहेछ र यसको आरसी ओरिजिनल आरसी इन्सुरेन्स आएको थिएन। त्यो काम सकेर म गएँ सब्जी बजार। हेर्नुहोस् कति फ्रेस, कति ताजा, कति राम्रो सब्जी भेटिन्छ। यस्तो होइन कि आफ्नो गाउँमा मात्रै अर्ग्यानिक राम्रो मजाको सब्जी भेटिन्छ। यहाँ पनि बहुतै सस्तो, बहुतै राम्रो, बहुतै ताजा ताजा सब्जी भेटिन्छ र उहाँबाट सब्जी लिएर आएँ। रेट पनि मटर हेर्नु 40 रुपियाँ केजी छ। मटर, आलु, गोभी सब्जी, हर भेराइटीको सब्जी छ र आशा गर्छु तपाईहरुलाई सबैलाई यो भिडियो मन पर्यो भन्ने, साथै मेरो पेज प्रदीप छेत्री फलो गरिदिनुहुन्छ भन्ने बहुत विनम्र रिक्वेस्ट छ तपाईहरुलाई। यतिका साथमै बिदा चाहन्छु। धन्यवाद।